हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ हामी यहाँ सिमल तरुल खाँदैछ। साह्रै जाडो भएर सिमल तरुल नुनको चिया खाऊँ भनेर। सिमल तरुल चाहिँ योपालि चाहिँ मसिनो फलेछ, बेसी छैन। यो चाहिँ मैले खन्नु नजानेर सबै दागै दाग बनाएको। मैले कहिले नखनेर फर्स्ट टाइम खनेको। पारा नआएर चाहिँ यहाँ मेरो हजुरले खन्नुहुँदैछ। मेरो हजुर चाहिँ वेल एक्सपिरियन्स रहेछ। काम गर्दा मात्रै हजुर अरू बेला त के रे? काम गर्दा मात्रै हजुर भन्ने, अरू बेला त काम गर्दा मात्रै हजुर भने रे? कति माया गरेर कति माया गर्छु म तपाईँलाई, त्यसो नभन्नुहोस् है। तपाईँ जस्तै जब्बरी जब्बरी रहेछ सिमल तरुल। यस्तो हुनु पर्यो नि सिमल तरुल खन्ने। तपाईँहरूलाई पनि यसो सिमल तरुल खन्ने चाहिएछ भने चाहिँ यहाँ चाहिँ मेरो बुढा। हाजिरा बेसी पर्दैन। कति? ला 5,000 दिनु। ला कत्रो ठुलो चाहिँ होइन अब, कत्रो ठुलो रहेछ त्योपट्टि। फेद हो यो फेद। You understand? No, I don't understand. बुढाबुढी मात्रै छ, आप्पा र आमा पनि जाइहाल्नु भयो दोकान। आमा खतरा छ खतरा। ला सिमल तरुल भट्किन आपा। काँटा भाँच्यो कि सिमल तरुल भाँचिन्छ? आप्पाले भरे मार्ला नि। योपालि चाहिँ हाम्रोमा सिमल तरुल भने यत्रो यत्रो छ। ठुल्ठुलो बोटमा चाहिँ सबै दुम्सीले खनिदिएर, अन्त यहाँनिर चाहिँ बरु दुम्सीले खानु भन्दा चाहिँ बरु मान्छेले खम भनेर खन्नु लगाएको। बुढाले कल्छ्याल चाहिँ पर्यो मेरो। बुस्तारी गर्नु है, ठुल्ठुलो चाहिँ नभचाउनु है। के गर्नु? मैले त खन्नु नजानेर काँटाले सबै दागै दाग भइरहेछ नि सिमल तरुलमा। यहाँ पा अझै छ। खानु जानेको छैन? यत्रो यत्रो बोटमा हुन्छ होला सिमल तरुलहरू के। हेर्नु कत्रो कत्रो निस्किँदैछ। यो खालको हुन्छ एउटा बोटमा, यो खालको कत्रो हुन्छ अरे। मेरो चप्पल सब मैला बनाइदिनु छ। रातो माटो भएको जग्गामा पैदा भएपछि चप्पल रातो त हुन्छ, त सेतो हुन्छ। माटोमा काम गर्नेहरू भएपछि सेतो पो हुन्छ होला चप्पल चाहिँ। चप्पलको दाम ठुलो छैन नि, हाई काट्छ काट्छ। ला यो मान्छेको नि एउटा ढङ्ग छैन, डल्लै बिगाऱ्यो तरुलै। अझै थिएन हौ यहाँ बिचमा नि, टक्कै गरेर। दुईटा भाँचिरहेछ त हौ, हेर्नु त हौ। यहाँ चाहिँ यत्रो निस्क्यो। अब यो गरौँ, यो पनि निकै डर रहेछ है। छट्टी हुँदैन त बनाइहाल्नु। यो यसमा होला, यो खनौँ न। अब चाहिँ यसको पाली ल, छिटो न। थेट मलाई खन्नै पारै आएन, डल्लै सिमल तरुल बिग्रियो। बरु झार चाहिँ उखालिदिन्छु। किन सिलिन्डर भरेको थिएन? ल त आपा भयो। ल त अहिले म मजाले पकाएर अचार बनाइदिन्छु। नुनको चिया अचार, डल्ले खोर्सानीको अचार बनाइदिन्छु। सिमल तरुल तातो तातो नुनको चिया। हाम्रोमा चाहिँ यहाँ कुखुरा धेरै छ, कसैलाई चाहिएको छ भने भन्नुहोस् है। भालेहरू पोथीहरू धेरै छ। हजुर यहाँनिर जो खाना पाएको तपाईँले के फुटाएको हुन्छ? खोइ हेरौँ, यस्तो चर्केको हुन्छ। ए तपाईँ यो म त यो के भन्छ पानी परेर पो यसो चर्केको होला भनेको त। तरुल भएर चर्केको आपा। अब त्यो दाग बनाउनु होइन नि, त्यहीँनिर। कुखुराहरू टाप हान्यो। यस्तो चिसो हावाको म त।
सिमलतरुल खन्दा तरुलहरू खन्दा माथि नबस्नु अरे किन किन छा यो तल चाहिँ हेर्नु नि कस्तो दामी देखिरहेछ त्यहाँनिर धानहरू पुरा रोप्दो रहेछ यसले फुटाएको होला चर्केको होला जमिन के जस्तो रहेछ अरे काँटाले खन्दैन रहेछ त है सिमलतरु त नि हो कुटीले यसलाई कुटी भन्छ होइन पुरा चर्केर पुरा तरुलको मेलो ल्याउने बाजेले त तरुलै नभएको रुखहरू मात्रै खन्दैछ त हलाउनु त हलाउन न किन छैन उता उकालो पनि गएको रहेछ ओह्रालो पनि गएको रहेछ चरेको छैन भनेर मेलो छैन भनेर यसले चर्काएको देख्यो यता पनि आएको छ यता पनि चर्काइरहेको छ तर मसिनो मात्रै रहेछ नि अब यहाँ ठुलो छ कतिले छ तर यो पालि खनेन भने अर्को पालि खने हुँदा सबै काठ पसेको हुन्छ नि है यो समय फेरि काठ हराइहाल्छ नि समयमा काठ हराइहाल्छ नि फेरि ए त्यस्तो हुन्छ कलिलो हुन्छ फेरि हुन्छ होला पुरै कलिलो कत्रो लामो गएको रहेछ है यो त मेरो छैन भनेको मलाई मेरो नभएपछि थाहा पाउँछ तर यो चाहिँ सिमलतर खानु चाहिँ मजा आउने रहेछ कलिलो रहेछ नि त नि अपा त्यहीँ राखिरहेछ अहिले हाल्छु यता पनि छ यो झन् कतिलो रहेछ हुन्छ कतिलो भर्खर चाहिँ जरा जान थालेको रहेछ खन्ने टाइमै भएको होइन नि त अहिले खास किन अर्को पालि चाहिँ ठिकै हुँदैछ खन्नु यस्तो समय यो पालि त अन्त तपाईँलाई दियो मुसा र यो दुम्सीले सबै उयो गर्छ यत्रो बढेर रहेछ पुरै जिउ फुलिँदै गएको अरे मेरो बुढाको चाहिँ सङ चाहिँ यहाँसम्म चाहिँ जिउ आफै फुलिँदै गयो अरे सिमलतरुको चाहिँ कुरा सुन्नुहोस् तपाईँले निकै ठुलो रहेछ है Hello guys, this is my Simalturu collection. भल इङ्ग्लिस अलिक दाँतले भएन हजुरले यो त यहाँ यति नै काट्नु पर्यो है हजुर डल्लै उसिन्दा हुन्छ अझै छ उता भित्तापट्टि गएको रहेछ ढाले 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 लाउन समाउ यो बारीमा चाहिँ अदरक रोपेको हुन्थ्यो होला है अपा अदुवा यतापट्टि चाहिँ यो चाहिँ कतिलो रहेछ है देख्यो दुईटा रहेछ नि हो के साह्रो खरै बसेको तपाईँ चाहिँ भित्तामा बाँदर आयो कुकुर गयो कस्तो सङ पार्छ भने नि यो मान्छेले मैले काम गर्दा कोही चोलाएर बस्नु पाएन नि गाइस अब चाहिँ हामी पनि सिमलतरु हाल्ने ब्याग पनि यत्रो अघि भएर चाहिँ यस्तो मैला ब्याग ल्याएको तपाईँले
हाम्रो चाहिँ सिमलतरुल यति भयो। सिमलतरुल बोक्ने ब्याग पनि कति सफा ल्याएन रहेछ मेरो बुढाले। दामी त दामी हो नि। सिमलतरुल कति भयो